फाइनली नेपाल भर्सेस वेस्ट इन्डिज बीचको म्याच भोलि सेप्टेम्बर 27 को दिन पहिलो म्याच हाम्रो सुरुवात हुँदैछ। धेरै समयको अन्तरालपछि, धेरै समयको वेटपछि हाम्रो खुसीको खबर तपाईहरुको माझमा शेयर गर्दैछु। म्याच कति बजे हुन्छ, कुन च्यानलबाट आउँछ, कुन टिभीबाट हामीले हेर्न सक्छौं, प्रत्यक्ष प्रसारण हामीले कहाँबाट हेर्न सक्छौं, त्यो सम्पूर्ण जानकारी तपाईहरुलाई म दिन गइरहेको छु। कृपया मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरेर मलाई साथ दिनु होला, हौसला दिनु होला भन्न चाहन्छु। विशेषतः टेस्ट नेसनसँग पावर हाउसको टी20 को पावर हाउस भनेर चिनिने वेस्ट इन्डिजसँग भोलि नेपालले भोलिदेखि नेपालले 3वटा टी20 आई सिरिज खेल्दैछ, जसको लागि नेपाली टोलीहरू युए मा गइसकेका छन् र यो म्याच चाहिँ युए को शारदा क्रिकेट स्टेडियममा हुँदैछ र पहिलो म्याच सेप्टेम्बर 27 अर्थात भोलिको दिन तपाईहरुको माझ हामीले प्रत्यक्ष रूपमा हेर्न सकिनेछ र यो म्याच नेपालको रुटिङ अफ नेपाल वन्ड युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी टिभी कान्तिपुर म्याक्स, कान्तिपुर टेलिभिजनदेखि हामीले प्रत्यक्ष लाइभ हामीले हेर्न सक्नेछौं र यो म्याच रातको 8:15 देखि सुरुवात हुनेछ। कृपया यस्तै जानकारीको लागि, क्रिकेट सम्बन्धी अन्य जानकारीको लागि, अपडेटहरुको लागि हाम्रो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरेर हामीलाई साथ दिनु होला र नयाँ अपडेट थाहा पाउनु होला भन्दै म बिराम चाहन्छु। हस्त नमस्कार।